मिठो बोल्नु दाजुभाइहरु मिठो बोल्नु है हप्काउने काम नगर्नु बोल्नु नगर्नु तपाईले हप्काउकोलाई कहाँ हिँड्नु भएको तपाईले हप्काउकोलाई तपाईले हप्काउकोलाई दाइ हैन सुन्नु म आएको प्लिज 7 बजेदेखि उता भोट माग्न पाइदैन यो मान्छे को त यसले भन्न खोजेको के त भन्नु तपाईहरु मेरो दाइ हो तपाई मेरो दाइ हो म मान्छे तपाईलाई आजि दाइले मान्छे तपाई यो मान्छे को त भन्नु यो मान्छे को भन्नु म बोलौं किन भाइ यसको चाहिँ धन्दा राम्रो हुँदैन भाइ म सुन्न म यो दाइसँग गफ गर्छु के पछाडि को छ आजि दाइ हुन्छ मेरो दाइ हुन्छ आजि दाइ मेरो दाइ हुन्छ ठीक छ तर यो दाइले गरेको तपाईले बोलेको चाहिँ के मैले के भरे तिमी को हो भन्नुभयो तपाई चाहिँ को मेरो वार्डमा आउने तपाई को तिमीले भन्दाखेरि मैले तपाई चाहिँ को भन्नु तपाई चाहिँ को दाइ फोन गर्नु त यो मान्छेले मलाई तिमी को भन्छ तिमी चाहिँ को तिमी को तपाईले म भित्र हाल्नु एकछिन भने त भाइले अहिले न कोही मैले सरी भने हामीलाई चेक गर्ने अधिकार छैन भने जनताले गर्छ ल भइगयो त सरी भयो हैन हैन सरी गर्नु हुँदैन तपाई अंकल हो तपाई अंकल मान्छेले सरी माग्ने ल भयो त मैले भने त यार ओए साच्चै भनेको 7 नम्बर वार्डमा हेत्तेरिका नभन्नु के हो भाइ भन्नु हो भाइ भन्नु बोली हेत्तेरिका हैन के हो म गर्दिन यो चाहिँ यस्ता मान्छे है तपाईले बोकेर हिँड्नु भने तपाईले बोलाउनुहुन्छ वार्डमा जाँदा हामीले पनि यस्तो गर्नु हामी राति हिँड्दिनौं हामी हिँड्दिनौं 7 नम्बर वार्ड टेक्निक गोजी चेक गर्नु फेरि हामी हिँड्यो भने पनि गोजी चेक गर्नु खाने पैसा अन्दा हुँदैन गाडी नम्बर सबै मैले ग्रुपमा पनि हालिसकेको छु म चाबी नै बोकेको छैन म त सुतिरहेको मान्छे यहाँ फोन आयो यहाँ पुरै घेरेको छ अरे पिर्दैछ हाम्रो मान्छे भने केही नहुँदैन त यो तपाईले भाषण गर्नु पर्ने थियो आज सबैभन्दा भुल तपाईको हो तपाईले भाषण गरेको हिसाबले आज माल कहाँ पुग्यो आज तपाई जनप्रतिनिधि कसरी भाषण गर्न पाउनुहुन्छ चाबी दिन मास्टर हाम्रो नेपाली तपाईले भाषण गर्न पाउनुहुन्छ चाबी दिन प्रतिनिधि भएर भाषण गर्न पाउनुहुन्छ मिल्दैन हैन मिल्दैन तपाई राइट एउटा प्रतिनिधि भएर तपाईको त प्रतिनिधिको त 24 आवर जब हो त हौ हेलो सर तपाईको त 24 आवर जब हो त हौ सर हैन तपाईको त 24 आवर जब हो त तपाई प्रतिनिधि भइसकेपछि है जनताको लागि 24 आवर किनकि नियम कानुन हामीले पनि पढेको छौँ एक वोट आउँछ मेरो मात्रै आउँछ तपाईँ जतिको कानुन हामीले पनि पढेर आएको छ एक्सक्युज हुँदैन आदर संहिता किन पालना गर्नुहुन्न तपाईहरुले तपाईहरुलाई लाग्दैन आदर संहिता के बाबा गल्ती भयो गल्ती होइन तपाईँ थाहा हुँदा त गल्ती गर्नु होइन आज शनिबार भएको हिसाबले शनिबार होइन मलाई थाहा छ आज शनिबार स्वीकार्नु नि हो भाइ गल्ती भयो अबदेखि यस्तो हुँदैन भन्नु भन्नु क्या यसलाई करेक्सन गर्ने हुन्छ करेक्सन होइन तपाईले यो फलो गरेको हो क्या सबै हुन्छ हामी पनि पावर छ तपाईको चाहिँ पावर मिलाइदिनु गर्नुस् यो गाडी मिल्दैन तपाईले मिल्नु भएको छ बिहोर्नु पर्छ हामीले पनि त्यही खोजेको तपाईले पनि त्यही खोजेको परिवर्तन तपाईले परिवर्तन होला कौन राति राति अनि कहाँ यसरी पाइन्छ त नि पाइँदैन यो त अनि यो कल मलाई अब मेसेज ग्रुपमा मेसेज आयो अनि हतार हतार निस्केर बाहिर आएको लिएर हिँड्नु भने नलाने आउँदिन भनेपछि त्यसलाई लिएर हिँड्नु भने मैले यति भने खराब हुन्छ पुष्कर भाइ यहाँ गाह्रो भयो जनतालाई राति यदि सुत्न समाजमा यो मान्छेले चाहिँ तपाईँ को होइन के हो थर्कै खान थालियो हामी ढुक्कले सर नमस्कार हजुर के भन्नुभयो किन चाबी चाबी हुँदैन पक्रिनु अहिले चाबीतिर आउँदैछ तपाईले अहिले को होस् भन्नुभयो तपाईको तपाईको तपाई चाहिँ को मैले त भने तपाई भन्नुभयो तपाई को भन्नुभयो सुन्नु तपाई को भन्नुभयो तपाई किन हिँड्नु भयो यो सुन्नु 7 बजेदेखि भोट माग्न पाइँदैन राति हिँड्न पाइँदैन तपाई हिँड्नुभयो कहाँ तपाई गएर आउनुभयो कहाँ गएर आउनुभयो तपाईँ कहाँ गएर आउनुभयो सर सर मेरो कुरा जवाब तपाईँ कहाँ गएर आउनुभयो अहिले कहाँ गएर आउनुभयो
कति मिनेट लाग्यो कहाँ गएर आउनुभयो तपाईँ गएर चाहिँ कहाँ गएर आउनुभयो 15 देखि 20 मिनेट हो तपाईँ कहाँ गएर आउनुभयो भन्नु न लागेन तपाईँ गएर चाहिँ कहाँ गएर आउनुभयो भन्नु कहाँ गएर कुन मन्दिर हो कुन मन्दिर हो कुन मन्दिर हो कुन मन्दिर यस्तो कुरा चाहिँ नगर्नु कसले अनि कसले फालेको यो चाहिँ के गाडीले कसले फाल्यो लगाउँदैनौ अहिले अहिले यो मैले भर्खरै निकालेको यो गाडीबाट निकालेको यो गाडी ठाडो उङ्गलन नेपाली कांग्रेस यो गाडीबाट भर्खर निस्केको यो एउटा जनप्रतिनिधि भएर भोट हिँड्नै पाएन तपाईँहरू हिँड्नै पाउनु न 7 बजी कहाँ हो कति बज्यो अहिले 9 बज्यो के लाग्छ हो सर के लाग्छ तपाईँलाई पुरानो जमाना जस्तो लाग्छ अहिले तपाईँहरूको घाँटी म काट्न पनि सक्छु तपाईँहरूले मेरो घाँटी काट्न पनि सक्छ ज्यान छोडेर आएको छौँ हामीहरूले थाहा छ कस्तो लाग्छ गोली खुट्टामा खाएर आएको छ बुझ्नुभयो ए गफ गर्नु तपाईँहरू चाहिँदो भोट माग्नुहोस् चाहिँदो काम गर्नुहोस् इलिगल काम गर्नु भयो नि तपाईँ जस्ता मान्छे सबै पार लाग्नु सकिन्छ ठिक काम गर्नुहोस् बिहान 7 देखि बेलुका 7 सम्म मात्रै भोट माग्न पाउनुहुन्छ तपाईँहरूले हाम्रो गाउँमा केही घटना घट्यो भने हामी त यता मन्दिरमा पुगेर आएको हामी भोट मागेरै आएको तपाईँलाई रिक्वेस्ट गर्छु यही गाडी हो त सबै खोलौँ न चाबी यहाँ छ चाबी खोल्नु अगाडि बाइक त्यसमा त अगाडि बाइक चाबी दिएको छैन होला मान्नु सुरक्षा त गर्न पाइन्छ के हो कसो यहाँ जनता अप्ठ्यारो नपर्छ भोलि होइन मान्नु त सबै हाम्रो देश बिग्रेकै पैसा बाँडेको कारणले हाम्रो भोट माग्न मिल्दैन बिहान 7 देखि बेलुका 7 सम्म मात्रै भनेको अनि यो सबै लिएर हिँडेको छ यस्तो लिएर हिँड्न पाइन्छ पाइँदैन भनेको छ आधा समितिले उहाँ त पाइन्छ निर्वाचन आयोगलाई फोन गर्नु पाइँदैन भनेको छ फोन गर्नुहोस् तपाईँले फोन गर्नुपर्छ दाजु हामी तपाईँ हाम्रो बाटो जस्तो हामी तपाईँलाई मानेको छौँ यस्तो गर्न पाइन्छ खाली हेरिदिनु के हो यो तपाईँले भन्दैन हामी प्रमाण सहित बोलेको निर्वाचन छौँ आयोगले त्यतिकै बोलेको बिहान बेलुका 7 देखि 8 को समयमा केही पनि पर्चा परमिट लिएर हिँड्न पाइँदैन भनेको छ हो नि यो के हो त तपाईँ भन्दैन न तपाईँ यता आउनु न राम सर भन्दैन न तपाईँ हेर्नु न भिडियो पनि बनाइदिनु न तपाईँ जवाब दिएर तपाईँको हो नि त होइन सबैको पाइँदैन भनेपछि पाइँदैन हजुर जस्तो लाग्छ है हामीलाई चाहिँ अब हामी गलत छौँ भने भनिदिनु पर्यो हामी गलत हुनु पर्यो होइन माथि फोन गर्ने माथि फोन होइन पाइँदैन भनेपछि त पाइँदैन नि लाउने नि त्यो निर्वाचनमा ल्याउनु मन नपर्छ अनि यहाँ निर्वाचन आएर फोन गरौँ न उहाँले यहाँ हाम्रो आदरणीय गुरुजी तपाईँ को हो र भन्नुभयो अहिले हामी यहाँको जनप्रतिनिधि पनि होइन केही होइन लोकल भोटर हो एउटा भोट हो हाम्रो होइन तर आचार संहिता सुन्नु सर तपाईँले भनेको छ आचार संहिता सबै लाग्छ सुन्नु हजुर बिहान 7 देखि बेलुका 7 देखि बाहेक सुन्नु सर बिहान 7 देखि बेलुका मेरो कुरा सुन्नुहुन्छ बिहान 7 देखि बेलुका 7 देखि बाहेक तपाईँले तपाईँको वार्ड कति हो तपाईँको वार्ड मेरो 8 अनि तपाईँ 6 नम्बरमा कहाँ पुगेर आउनुभयो आचार संहिता लागू हुन्छ नि हो लागू भइसकेपछि घर घरमा गएर पैसा बाँड्ने हो कि यो किताब बाँड्ने हो यो एसएलसी को रिजल्ट आउनेवाला छ त्यही भएर किताब बाँड्नु भएको पैसाको रिजल्ट आउने हो कि के को रिजल्ट पनि बुद्धिजीवी भएको मान्छे यति धेरै के गर्ने के हो यस्तो गर्नै पर्दैन प्रतिज्ञा अब यो एसएलसी को एक्जाम पक्कै छैन चुनाव लागेको छ चुनावको बेला यस्तो किताब किन बाँड्दैछन् उहाँको भिडियो माथिको हामीहरू आइपुग्यौँ ल माथि फेरि गर्दैछ हामी के हिसाबमा त के गर्नुभयो यहाँ मेरो घर अगाडि ठ्याक्कै भिडियो बना राम्रो छ के गर्नु भिडियो फरक पर्दैन
जनप्रतिनिधिले मत प्रभावित गर्न त पाएन नि। बिहान 7 देखि बेलुका 7 सम्म होला होइन। अब जनप्रतिनिधिहरू हेर्नु भएको छ, भोट मागेर पनि दिनभरि घोषणा पनि गरेर हिँड्नु भएको छ होइन। उहाँहरूको गाडीमा यस्तो भेटिएको छ, बिहान 7 to 7 होला सायद होइन। अनि उहाँहरू आउनुभएको के हो, उद्देश्य के हो, जानुभएको कहाँ भन्ने पनि प्रश्न छैन उहाँहरूलाई होइन। अनि यो के चिज होला उहाँहरूको गाडीमा बिहान 9 बजी 10 बजी राति भेट्ने, यो चिज के होला उहाँहरूको गाडीमा भन्ने कुरा तपाईँहरूले प्रश्न पार्नुभयो। होइन, उम्मेदवारले भोट माग्ने होला नि त होइन। जनप्रतिनिधि हिँडेको गाडीमा उम्मेदवारले भोट माग्ने हो कि जनप्रतिनिधिले भोट माग्न कसरी मिल्छ होला? जनप्रतिनिधि हिँडेको गाडीमा यो सब भेटिन्छ, के हो त उहाँको? उम्मेदवारले भोट माग्न पायो, जनप्रतिनिधि यसरी चाहिँ पाउँछ नि, उम्मेदवारले सबैसँग भोट माग्न पाउँछ। तर जनप्रतिनिधिले यो सबै बोकेर हिँड्नु भएको छ, यो के होला हजुर? मत प्रभावित गर्न पाउनुहुन्न क्या तपाईँहरू? भिडियो बनाउनु होला है सर, राम्रोसँगले सरहरू आउनु भएको छ होइन। उता खडा दाइको पनि गाडी आदेश छ भने मिल्छ भने भिडियो बनाउन मिल्छ भने है। तपाईँ त अहिलेको के ऊ हुन्छ, आर्थिक संयोजक हुनुहुन्छ सायद होइन। गुरुङ क्षेत्रमा 2को आर्थिक संयोजक हुनुहुन्छ है खडा दाइ, आदरणीय खडा दाइ होइन। अनि हाम्रो आशिष दाइ कहाँ हुनुहुन्छ? उहाँ त जनप्रतिनिधि आज भाषण गर्दै हुन्छ उहाँ होइन। अरू जनप्रतिनिधिले भोट माग्न पाइन्छ। आशिष त भाषण गर्दै हुन्छ आज फेरि 10 नम्बर वार्डमा। जनप्रतिनिधिले पुरै खुल्लेआम झन्डामुनि बसेर काङ्ग्रेसको भोट मागिरहनु भएको छ। उहाँ आदरणीय दाइ हुनुहुन्छ आशिष कार्की 10 नम्बर वार्ड अध्यक्ष। यो के होला हजुर? तपाईँहरूले हेरिदिनु पर्यो है। हामी त अब सोझो मान्छे मिल्दैन भन्दाखेरि मिल्दैन हो है, मिल्दैन मान्छे मिल्दैन, यो हेरिदिनु पर्यो है सर। भिडियो राम्रै बनाउनु है सर है। त्यो के हो यो? कसले आदेश दिएको हो कि के हो कि अथवा हाम्रो माग चाहिँ के हो भने यसो सर कहाँ हुन्छ? गाडीभित्र अझै होला यसमा। केही बाँड्न पैसाहरू बोकेर हिँड्नु भएको छ कि उहाँहरूको खाएको लाग्छ गरिदिनुहोस् है सर। हाम्रो माग के छ? गाडीभित्र के छ तपाईँहरूले गर्नुहोस् है। गाडी मान्छे सहित के गर्नु पर्यो तपाईँहरूले गर्नु होला। हाम्रो अनुरोध है, रिक्वेस्ट। गाडीमा बस्दिनु न त है। अनि गाडी चालकले मापछि सेवन गर्नु भएको छ कि छैन त पनि चेक गरियोस्, हाम्रो अनुरोध है। हामी भोलि किटानी पनि दिन्छौँ है, सबै कुरा गरियोस् है सर। खुल्ले आम म काङ्ग्रेसको मान्छे हो, मलाई भोट दिउँ भन्दै वाडा चाहिँ उभिन्छ झन्डा मुनि भने मिल्दैन भने मिल्दैन यार। यसको लागि किटानी जारी दिनुपर्छ भने म दिन्छु है। के गर्नुपर्छ? गाडी कुदाइहाल्नु नि, यहाँ भएको मान्छेलाई चाहिँ हालौँ न। भिडियो कसले बनाएको छ भाइ? राम्रै भिडियो बनाऊ है। हाम्रो आदरणीय खड्का दाइ हुनुहुन्छ, दाइ तपाईँ बस्नु भन्दैछु। यता 10 नम्बरको वाडा अध्यक्ष हुनुहुन्छ आशिष कार्कीजी। अघि पुरै म काङ्ग्रेसको वाडा अध्यक्ष हो, भोट माग्नुपर्छ भन्दै उहाँले भनिरहनु भएको थियो। अब जनप्रतिनिधिले भोट माग्नु हुन्छ कि हुँदैन आचार संहिताले के भन्छ उहाँलाई थाहा हुनुपर्ने हो होइन। खुल्लेआम बोलिरहनु भएको थियो। अहिले उहाँहरूको गाडीमा के भेटिएको छ सामान, इलाका साथीहरू यहाँ हुनुहुन्छ होइन, सबै कुराहरू होइन। ल भइहाल्छ, गाडी तपाईँहरूको सुरक्षित हुन्छ। हाम्रो गाडीमा बस्दिनु गोली खुट्टामा लागेको ज्यान दिन पनि तयार छु। यसपालिको चुनावमा त ज्यान पनि दिन सक्छु, म ज्यान फाल्न पनि तयार छु। साथीहरूले पैसा बाँडेर भोट किन्ने हामीलाई पनि थाहा छ कसरी किन्छन्। जेसुकै गरेर पनि तयार यो बेला। उहाँहरूको योभन्दा अगाडिको रवैया सबै हामीलाई थाहा छ कि जेसुकै जुनसुकै हदमा पनि जान तयार क्या यो बेला। पैसा बाँड्ने, काका किन्ने, कोकल्ला किन्ने, राति राति हिँड्ने सबै हामीलाई थाहा छ। उहाँहरूको हामीलाई थाहा छ नि। उहाँहरूले जेन्जी मुभमेन्टलाई हल्का रूपमा लिनु भएको छ कि सबै आउँछ यसपालि, एक आउँछ। दुईटा गाडी थियो होइन। तपाईँलाई अघि मैले पनि छोडेको थिएँ त।